मलाई तर गर्ल विथ द निडलको बारेमा कुरा गर्न मन लागेको के चाहिँ थियो भन्दाखेरि जस्तै कस्तो हरिफिक सब्जेक्टहरू हुन्छन् के भन्नु खोजेको त्यो वर्ल्ड वार भन्ने हरिफिक सब्जेक्ट भयो होइन, अफेयर गर्नु भनेको कोहीसँग हरिफिक सब्जेक्ट भयो होइन, अनि मान्छे डिसफिगर हुनु डिसेबल्ड हुनु भनेको कस्तो अलिक डरलाग्दो सब्जेक्टहरू हो नि त, त्यो ब्युटिफाई गर्न नमिल्ने चिजहरू हो नि त कति धेरै चिजहरू होइन। अनि कति धेरैले युज गरेको एउटा मेथड चाहिँ मैले देख्ने भनेको या त बढी नै हरिफिकमा जाने अनि त्यो हेर्नै पनि मन नलाग्ने तरिकाको बनाइदिने होइन, अनि एउटा भनेको चाहिँ टु ब्युटिफुल जस्तो बनाइदिने क्या, त्यसलाई रोमान्टिसाइज गरिदिने क्या त्यो हररलाई। फेरि गर्ल विथ द निडलको डिफ्रेन्स चाहिँ के छ भन्दाखेरि क्यारेक्टरहरूका एनी क्यारेक्टर 5 मिनटलाई आए पनि त्यो क्यारेक्टर मुभीभरले याद छ क्या, ल 5 मिनटलाई आएको हुन्छ तर याद छ क्या। अनि फेरि कन्ट्रास्टका क्यारेक्टरहरू छन् कि सबै भन्नु खोजेको हाम्रै मेन क्यारेक्टर पनि कति धेरै फ्लड छ कति चिजहरूमा होइन, मेन क्यारेक्टरले अर्को क्यारेक्टरसँग जे गर्छ त्यो पनि कति धेरै कुरामा फ्लड छ होइन, डिप अनकम्फर्टेबल ट्रुथ्सहरू भएको तर त्यहाँ जेन्युइन मान्छेहरू पनि छन् क्या। अनि वाट मेक्स द्याट मुभी वाचेबल मेरो लागि चाहिँ भन्दाखेरि चाहिँ त्यो हररमा त्यस्तो हरिफिक सिचुएसन्सहरूमा पनि मान्छेहरूले त्यो काइन्डनेस देखाइरहेको छन् होइन, या फिर त्यो होइन त बुझ्छु मैले भनिदिन्छन् होइन, त्यो चिजहरू हुन्छ नि मान्छेको त्यो फेरि त्यो फोर्स्ड इमोसन होइन क्या, इट कम्स नेचुरली टु देम जसरी देखाएको छ क्या त्यहाँ। अनि त्यो हरर देखाउँदाखेरि चाहिँ ब्युटी भन्ने चिज कसरी देखाउनु पर्छ त, हाउ सुड इट बी कन्ट्रास्टेड भन्ने चिजसँग चाहिँ ब्यालेन्स्ड भएको, तर चाहिँ गराउँछ है फेरि त्यो लिटरली अझ तिमी त एज अ वुमन तिमीले त धेरै नै गराउँछ होइन, एज अ मेल त मलाई गराएको थियो। गुड मुभिजहरू भनेको त्यो यु विल अन्डरस्ट्यान्ड इट वेन यु वाच द मुभी।